राजधानी काठमाडौँबाट करिब 15 किलोमिटर टाढा रहेको टिगनी गाउँ मध्यपुर ठिमी नगरपालिका वार्ड नम्बर 3 मा अवस्थित रहेको छ। 146 घर परिवार रहेको यस गाउँको अवस्था यति दयनीय थियो कि यहाँका करिब 88% जनता अति नै गरिबी रहेका थिए। गरिबी सँगसँगै शिक्षा, स्वास्थ्य, वातावरण लगायतका समस्याहरू झन जटिल रूपमा रहेका थिए। यिनै समस्यालाई मध्यनजर राख्दै विभिन्न संघ संस्थाहरूले आफ्ना कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। यिनै मध्ये संयुक्त राष्ट्र संघीय बसोबास संस्था UN ह्याबिटाटको सहयोगमा एकीकृत शहरी विकास केन्द्रको पहलमा विभिन्न निर्माण कार्यहरू सञ्चालन भइरहेका छन्। यसले चर्पी, ढल निर्माण, फोहोर व्यवस्थापन, कुवा इनारको मर्मत सम्भार लगायतका कार्यहरू गरिरहेको छ। आफ्ना कार्यक्रमहरूको बारेमा प्रकाश पार्दै गुठीका निर्देशक अनिल स्थापित बताउनुहुन्छ। अब हामीले चाहिँ यो स्थानीय रूपमा चाहिँ विभिन्न समुदायमा भइरहेका सरसफाइका लागि काम र यो वातावरणीय सरसफाइ भयो अनि खानेपानीको सुविधाको लागि चाहिँ स्थानीय पहलमा भएका विभिन्न कामहरूको बारे जानकारी दिने हिसाबले चाहिँ हामीले यो भ्रमण गरेका छौँ। भन्दाखेरि अब यहाँ चाहिँ अब यो चिज चाहिँ यहाँबाट चाहिँ अलिकति के कस्ता भएको छन् भन्ने कुरा बुझेर अब अरू समुदायहरूलाई पनि यो चिज चाहिँ उहाँहरूले पनि यो एप्लाई गर्नुभयो भने, उहाँहरूले पनि यो सिक्नुभयो र प्रयोग गर्नुभयो भने ती समुदायहरूमा पनि त्यस्ता कामहरू चाहिँ सरसफाइका कामहरू र खानेपानीका कामहरू हुन सक्छन्। त्यही भएर चाहिँ हामीले यो चाहिँ काम गरेको छु र यसमा पनि अहिले हामीले यो गर्दाखेरि आज स्थानीयवासीहरूले पनि धेरै सहयोग गर्नुभएको छ र त्यस्तै यी ठाउँमा चाहिँ क्रियाशील हाम्रा साथीहरू जुन संस्थाहरूबाट चाहिँ यो क्रियाशील भएका छन् उहाँहरूले पनि अब यो धेरै जानकारीहरू दिएर चाहिँ सहयोग गर्नुभएको छ। गाउँमा भइरहेका विभिन्न कार्यक्रमहरूबाट धेरै नै खुसी छन् टिगनी सामुदायिक विकास समितिका अध्यक्ष सुनकाजी राजबाहक। अहिले धेरै राम्रो भयो छ। घरघरमै धारा छ अहिले त्यति मान्छेको चाहिँ धारा चाहिँ छैन। कसैको चाहिँ यहाँ चाहिँ अब 30-40 घरमा चाहिँ अब त्यस्तो धारा होला होइन। नहुने चाहिँ हाम्रो चाहिँ 3वटा सार्वजनिक धारा पनि छ। अहिले कुवा छ, ढुङ्गे धारा छ हाम्रो अहिले पानीको स्रोतहरू भने। कुवा इनारको मर्मत सम्हार भएपछि यहाँ पानीको अभाव पनि हटेको छ। विभिन्न कार्यक्रमहरूको सहयोगले टिगनी गाउँमा धेरै विकास निर्माणका कार्यहरू सम्पन्न भइरहेका छन्। देशको नीति निर्माण गर्ने राजधानीबाट नजिकै रहेको टिगनी गाउँ विगतको तुलनामा हेर्दा अहिले धेरै उल्लेखनीय प्रगति भएको पाइन्छ। विभिन्न विकास निर्माणका कार्यहरूले गर्दा यहाँका बासिन्दाहरूको जीवनस्तर समेत उकास्ने कार्य भइरहेको छ। क्यामेराम्यान रूपचन्द्र महर्जनका साथ किशोर कुमार पौडेल, ANA.com.NP।